कुचुजङपो नमस्ते, कस्तो हुनुहुन्छ? हामी चाहिँ आज चाहिँ सब्जीबारी बनाउँदैछौँ, आलुबारी सबैजना मिलेर। यहाँ हुनु चाहिँ अस्ति खनेको थियो, तर यहाँ बारबुर चाहिँ गरेको थिएन। आज चाहिँ बारबुरहरू गरेर, बारबुर गरेन भने फेरि कुखुराले ढुट्टो पर्छ। त्यही कारणले आज चाहिँ हामी सबैजना मिलेर चाहिँ आलुबारी बनाउँदैछौँ है। तपाईँहरूलाई पनि आलु रोप्नु छ भने यसरी गर्नुहोस् है। के लिएको तैँले चाहिँ? के को भारी बोकेको? मल? यस्तो काम गर्नुपर्छ त हो त्यस्तोहरू। विन्टर भेकेसनमा राख राख त्यही राख्न अन्त झर्दैन उपर राख। यस्तो काम गर्नुपर्छ विन्टर भेकेसनमा। पढ्नु मात्रै होइन त, काम पनि गर्नुपर्छ। कति कुरा आलु रोप्नुपर्छ। ठिक पारिस। यतिको चाहिँ काम गर्नुपर्छ है। बोर्न एज म्यान यस्तो हुनुपर्छ छोरा मान्छे। बहिनीको चाहिँ काम छैन, माटो खेल्नु मात्रै। बहिनीको काम चाहिँ के हो? तार बोकेर तार दिने हो। यता हेर्नु त, खै तार बोकेर तार दिने के हो काम? तार दिने हो। ए नानी गएर बहिनी तार भएको हात नसेल्नु त्यहाँ घरेटी खनेको रहेछ गरेर चाम्रो छ। अस्ति पनि 2-3 खेप खनेको। मैले अस्तिको भिडियोमा पनि देखाएको थिएँ आएको चाम्रो। अहिले चाहिँ बारबुर गरेर मलहरू लगाएर चाहिँ अलिकति खनेको सब्जीहरू के रोप्नु भनेर। अलिक चाम्रो छैन चाहिँ। अब चाहिँ म चाहिँ तल्लो बारीमा जाँदैछु। त्यहाँ चाहिँ टमेटोलाई थाङ्रा लाउने बेला भन्छ कि टमेटोलाई थाङ्रा बोकेर यहाँ टमेटो चाहिँ यो चाहिँ ठुलो खालको टमेटो अस्ति रोपेको थियो। यसलाई चाहिँ अब यहाँ सपोर्ट दिनुपर्ने छ। थाङ्रा लाउने बेला भएको छ कि यो थाङ्रा लगाउनु पर्ने छ। यो चाहिँ सब्जी अस्तिको भिडियोमा मैले देखाएको थिएँ। यहाँ सब्जीहरू रोपेको त्यो चाहिँ अहिले यत्रो भएको छ। बिन सागहरू अस्ति अलिकति खायौँ। त्यसो गाउँ बस्तीमा बसेपछि त अब यतिको गर्नै पर्यो। जहाँ गए पनि गाउँै रमाइलो भन्छ नि। यहाँ अलिअलि लगाएको छु, अलिअलि फलेको छ सागबारीहरू। जहाँ गए पनि गाउँै रमाइलो भने जस्तै। म चाहिँ यहाँ गल्ती भाइहरूको घरमा गएको बेसी घरमा। मेरोमा त्यहाँ भ्यू छ कि भनेर हेर्नु गएको त मान्छे त माडङ पो रहेछ त हौ। कता चाहिँ गएछौ? त्यो चाहिँ भाइहरूको घर हो। चाहिँ गएछौ उनीहरू त होइन रहेछ त घरमा त सहरतिर पो गयो क्या हो। यहाँ भाइ बहिनीहरू पनि दुःख गर्छ है। उनीहरू पनि हाम्रो घरको माथिल्लोपट्टिको छिमेकी उनीहरू पनि दुःख गर्छ। स्पेसली बहिनीले साह्रो गर्छ। उनीहरूको यो फार्म सुँगुर फार्म तल कुखुरा फार्म अहिले चाहिँ छैन रहेछ उनीहरू। यस्तो अघि मात्रै बनाएको थियो बारी,
मलहरू लगाएर यसो बारबुट मात्रै पारेको थियो। खेतालाहरू त हौ यहाँ हेर नि, खेताला त भित्र बाहिर कति हो कति नि, आम्मामामा हेर, अघि पछि दाहिँ बाहिँ खेतालाले चाहिँ राख्नु दिएन है। यहाँबाट झन् लस्करै आउँदैछ नि हौ, लस्करै जाँदैछ खेताला। यतिको चाहिँ हुन्छ है खेताला। हाम्रोतिरको गाउँ चाहिँ यस्तो छ, हेरिहाल्नुहोस्। जवानी कस्तो थियो अझै थाहा छैन, आफ्नो त जमाना। को हो यो आँगन सोर्ने? मैने कता सोरेको? अन्त बाङ्लो यता ल्याउनु नि। अन्त कसले हरायो बहिनीलाई? कसले हरायो? बाबाले गर्नु भन्यो सफा गरेको। दादा चाहिँ कहाँ गयो अनि? ए बहिनी चाहिँ काम गरेको। ल राम्रो गरेर सोर्नु है ल। तल गएको बारी पनि बनाइसकेर बोकिसकेको छैन? बोकिसकेको छैन? ठिक छ। डल्लीले भेट्दैन त अन्त मजाले भेटाउनु माथि हो नि ल। गुड। फेरि वान्स मोर। फेरि एउटा सुकाइदिनुहोस्। क्लिप लगाउनु। कान्छीको पोख्तो भयो मेरो बुढीको ब्लग चाहिँ। लो बारीहरू पनि बनाइसक्यो, आजको काम पनि सक्यो। अब नेक्स्ट ब्लगमा चाहिँ तपाईँहरूलाई आलुहरू सब्जीहरू रोपेको देखाउनेछु। अन्त आजको लागि चाहिँ आजको ब्लग चाहिँ यहीँ एन्ड गर्नु पऱ्यो। तपाईँहरूलाई मन पर्यो भने लाइक सब्सक्राइब गरिदिनुहोस्। अन्त हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। आजलाई यति नै होला। थ्याङ्क यू सो मच। हामी साह्रो पऱ्यो, कफी पनि भयो। बाई बाई।